आज बिदाका दिन मन्त्रीको गाडी यसरी बाटोमा गुडिरहेको छ। यहाँ नियम लाग्दैन यिनीहरूलाई चाहिँ राजा हुने यिनीहरू चाहिँ ल यो यस्तो झन्डा पनि छ। दादागिरी हेर्नु त यो गाडी यो सरकारी गाडीको चाहिँ यो दादागिरी हो चाहिँ भाग्ने प्रयास गर्दैछ यो गाडी। यो दादागिरी नगर्नुहोस् है, यो दादागिरी नगर्नुहोस्, हुँदैन यो हुँदैन भने यो साइड लाग्छ। यो गाडी चाहिँ पास छैन, सक्यो पास छैन, यो गाडीको पास त हुँदैन। यो दादागिरी हो। मन्त्रीको गाडी भने छ कुन सरकारी कार्यालय गाडी हो चाहिँ सुन्नु न राम्रोसँग सुन्नु। कुन सरकारी कार्यालय गाडी हो के समस्या हुन्छ तपाई ह्याट तेरी नसिकाउनु कुन सरकारी सिधै मुझे त हो नि त यो बिदाका दिन चाहिँ सरकारी गाडीको पसलो समयमा टोटल दुरुपयोग भइरहेको छ। यो चाहिँ रोकिनु पर्छ, यो चाहिँ रोकिनै पर्छ। यो चाहिँ यो वा त्यो बहानामा कसैले पनि सरकारी गाडीको दोहन चाहिँ गर्नु हुँदैन भन्न चाहिँ हामी यतिखेर चाहिँ यो व्यस्त सडकमा चाहिँ स्टिङ अपरेसन यतिखेर गर्दैछौँ हामी चाहिँ। यो हेर्नुहोस्, यो भनेको विशिष्ट मान्छे बस्ने गाडी हो। यो चाहिँ मन्त्रालयको गाडी। अझै भन्दा यो हेर्नुहोस्, यो बागमती प्रदेश 31-25 नम्बरको यो आज बिदाका दिन मन्त्रीको गाडी यसरी बाटोमा गुडिरहेको छ। यहाँ नियम लाग्दैन यिनीहरूलाई चाहिँ राजा हुने यिनीहरू चाहिँ ल यो यस्तो झन्डा पनि छ। कुन गाडी कुन कहाँ हो ग्यारेज? यहाँ तपाईँसँग कुरा गर्छु। यो रोक्नु त कसको गाडी हो? कुन मन्त्रालय गाडी? सामाजिक विकास मन्त्रीको नाम के? मन्त्रीको नाम सरस्वती गणगाजी हो। ल अनि के पास त होला नि आज त यो यो मन्त्री सन्त्री भन्ने हुँदैन यहाँ। आज राज्यले के भनिरहेको छ, कृपया सरकारी गाडीको दुरुपयोग नगरिदिनुहोस्, आज घर बस्नुहोस् भने चाहिँ राज्य मन्त्रीको गाडी, सामाजिक विकासको राज्य मन्त्रीको गाडी यसरी आज बिदाका दिन चाहिँ निर्वाचन रूपमा बाटोमा कुदिरहेको छ। यो सही छैन, रोक्नु न। कहाँ हो? हेलो, किन रोक्नु न? यहाँ के भयो त कार्यक्रम भयो? यो हेर्नुहोस्, यो गाडी जान्न है, यो गाडी रोक्नु हुँदैन नि। यो हेर्नुहोस्, यो दादागिरी हेर्नु त यो गाडी यो सरकारी गाडीको चाहिँ यो दादागिरी हो चाहिँ भाग्ने प्रयास गर्दैछ यो गाडी। यो दादागिरी नगर्नुहोस् है, यो दादागिरी नगर्नुहोस्, हुँदैन यो हुँदैन भने यो साइड लाग्छ। यो गाडी चाहिँ पास छैन, सक्यो पास छैन, यो गाडीको पास त हुँदैन। यो दादागिरी हो। मन्त्रीको गाडी भने छ, यो मान्छे किचेर भाग्न लाग्छ। यो चाहिँ हामी कुरा गर्दैछौँ, ट्राफिक यहाँ छ, प्रहरी यहीँ छ, पत्रकार यहीँ छ, यो गाडी यसरी गइराखेको छ। यो राज्य मन्त्रीको गाडी, यो गाडी जाँदैन अहिले चाहिँ। यो गाडी यही हुन्छ। यो गाडी कुन मन्त्री? एउटा गाडी हो सर। यहाँ हेर्नुहोस्, यी सरकारी गाडीहरू यस्तो मोज छ कि यिनीहरूलाई चाहिँ। ल हेर्नुहोस्, यो गाडी चाहिँ यो 42-27 नम्बरको यो गाडी चाहिँ त्यो रोक्नु थियो दाजु। त्यो 42-27 नम्बरको यो गाडी हेर्नु, सरकारी गाडी आज बिदाका दिन के छ? मोज छ त, रमाइलो छ त साथी। रमाइलो त्यसरी सोध्ने कुरा होइन। के हो भन्नु न, के हो? अरू हामीले साइड लगाएको छु, अध्यक्ष आउँदै हुनुहुन्छ काठमाडौँ। मैले के भने तपाईँलाई चाहिँ मोजै हो। यो चाहिँ आज बिदाका दिन मोज छ। यो कुन होइन, कुन सरकारी कार्यालय गाडी हो चाहिँ? सुन्नु न राम्रोसँग सुन्नु। कुन सरकारी कार्यालय गाडी हो? के समस्या हुन्छ तपाईँ ह्याट तेरी नसिकाउनु कुन सरकारी सिधै मुझे त हो नि त यो बिदाका दिन चाहिँ। ल्याउनुहोस् पास, ल्याउनुहोस्। कहाँ छ पास? यहाँ चाहिँ पास छैन, त्यही त पास मोज नभएर के हुन्छ? दादागिरी छ। यो हेर्नुहोस्, यो सरकारी गाडी मोज छ, बाटोमा निर्वाचनमा कुदिराखेको छ, अझ दादागिरी छ। कुन कर हो? तपाईँलाई चाहिँ मोज गर्न मिल्छ त भने पास ल्याउनु नि त। ल निकाल्नुहोस् पास। ठिक छ, बिदाका दिन हिँडिराखेको छ गाडी, अझ तपाईँ चाहिँ कुन सरकारी गाडी हो भने? मोजै हो, म मोजै भन्छु। तपाईँ कारवाही गर्नुहोस् मलाई। यो गाडी मोजमा कुदिया छ। यो हेर्नुहोस्, यो गाडी एउटा सरकारी नम्बरको प्लेटको गाडी। हामी पत्रकार लगायत यो ट्राफिक प्रहरीको चेकिङमा हामी छौँ। उहाँहरू चाहिँ कुन पालिको गाडी पनि भन्नुहुन्न, पास ल्याउनुहोस् त्यो पनि भन्दैन, नियम विपरीत हिँडेको छ। आज बिदाको दिन कुन पालिको गाडी अब त भन्नुहोस्? मस्टा गाउँपालिका बझाङ होइन। अनि कहाँ जाँदै हुनुहुन्छ तपाईँ? त्यसरी सोध्नु। कहाँ जाँदै हुनुहुन्छ? म डडेलधुराबाट आएको हो, अध्यक्ष काठमाडौँबाट आउँदै हुनुहुन्छ। अहिले नपत्ते सोध्नुहोस् होइन। बझाङदेखि तपाईँ कैलाली हुनुहुन्छ अहिले होइन? पास होला नि त? पास छैन सर। अनि दुरुपयोग नभन्नु सर यसलाई होइन। ल के हुन्छ यो गाडीलाई चाहिँ ठ्याक्कै भन्नुहोस् है। उहाँको आज सरकारले पास नभएपछि उहाँको गाडी चाहिँ होल्ड हुन्छ। मजाले गर्नुहोस्। यहाँ सरकारी गाडी ठुला गाडी भन्ने हुँदैन। एउटा मन्त्रीको त्यो पनि होल्ड गर्नु, दुइटै गाडी होल्ड हुनुपर्छ है। त्यो हुन्छ कानुन। ल होल्ड नै हुन्छ। राज्यले एउटा सिस्टम बनाएको छ। तपाईँ त्यो गाडीको चालक हो नि होइन? डिस्कस केका लागि गरिरहेको भने तपाईँको गाडीको पास पनि छैन, कुन प्रयोजनका लागि आज गाडी जान्छ त्यो पनि थाहा छैन। यत्तिकै यो सरकारी गाडी चाहिँ एउटा पालिकाको गाडी निर्वाध बाटोमा कुदिराखेको छ। अनि पत्रकारको दादागिरी भयो त्यहाँ सर। अनि त्यो दादागिरी हो त के त? तपाईँ त्यहाँ के पो गर्न जानु भएको? कुन प्रयोजनका लागि त्यो गाडी कुदिरहेको? आज बिदाको दिन विशेष गरी शनिबार र आइतबार चाहिँ राज्यले चाहिँ दुरुपयोग नगर्नुहोस्, राज्यको सम्पत्ति निकै दोहन भयो, सरकारी इन्धनलाई बचाउनु पर्यो भनेर चाहिँ यसरी गाडीहरू चाहिँ बिदा गरिया छ। मोज गर, तिमीहरू नआऊ नघुम, कामै नगर भनेको छ क्या। तर यो सरकारी गाडी तपाईँ देखिराख्नु भएको छ, यो इम्पोस्ट नम्बर प्लेट 1488। तर यो गाडी पनि यसरी चाहिँ यो निर्वाचनको बाटोमा गुड्दैछ। कहाँबाट आउनु भयो राजा साहब? हजुर, कहाँबाट आउनु भएको? म काठमाडौँबाट। काठमाडौँबाट के पास छ?
के को गाडी हो खास यो चाहिँ हजुर के को गाडी हो यो रिड डणेन्द्रको गाडी हो यो रिड डणेन्द्र सिद्धेर अँ, यो एनएमपी डणेन्द्रलाई दियो यो गाडी अँ। अनि अस्ति यो रिडको हाकिम साहब यहाँ तपाईँ खास आज कहाँ जाने उद्देश्यले हिँड्नु भयो तपाईँ त्यो भन्नु यो गाडीलाई त्यहाँ डणेन्द्र एनएमपीमा छोड्ने जानु अनि यो त डडेलधुरा होइन त यो त डडेलधुरा उता जानु पर्ने हो त टायर हालेर जाने हो सर न यो नगरौँ न दुईवटा टायर क्लियर हालेर जाने हेर्नु त डडेलधुरा भन्नुभयो डडेलधुरा जाने यो धनगढ जाने बाटो हो डडेलधुरा यताबाट जानु पर्ने हो हेर्नुहोस् दुरुपयोग भइरहेको छ यसरी तपाईँहरू आफ्नै काममा मोज मस्ती गरिराख्नु भएको छ यो बहुत राज्यको सम्पत्ति दुरुपयोग नगरौँ न यसरी चाहिँ हेरौँ न हो छ कहिलेसम्मको पास छ यो उहाँको 5 गतेसम्मको छ तर यो सरकारी प्लेटको गाडी यो नियम विपरीत हिँडिरहेको थियो यो चाहिँ अब चौकीमा जाँदैछ ट्राफिक अस्थायी ट्राफिक चेकपोस्टको यो पार्किङमा जाँदैछ यो गाडी तपाईँ दृश्यमा देखिराख्नु भएको छ यो नियमन हुनुपर्छ सबलाई यो ठुलालाई चैन सानालाई ऐन सैन केही हुँदैन यहाँ चाहिँ यो दृश्यमा देखिराख्नु भएको छ आज बिदाको दिन विशेष गरी शनिबार र आइतबार नेपालमा सार्वजनिक बिदा भनिया छ तर यो सुदूरपश्चिम प्रदेशको 278 नम्बरको गाडी चाहिँ अहिले चाहिँ रोडमा यसरी निर्वाध रूपमा गुडिरहेको छ यो चाहिँ सरकारी गाडी आज बिदाका दिन विशेष गरी चाहिँ कहाँ आउनु भएको सर मैले ग्यारेजबाट सर कहाँ जाँदै हुनुहुन्छ म बडीगजार गाउँपालिका जाने हो अहिले बडीगजार गाउँपालिका गाडी हो चाहिँ हजुर हाजिमसा काठमाडौँबाट एयरपोर्ट आउँछ पास सास के छ यसको चाहिँ पास अहिले मगाइरहेको छ पास अहिले मगाउने अब चाहिँ हजुर अहिले इमर्जेन्सी अब हाजिम सरकारी गाडी अझै भन्दा पालिकाको गाडी यसरी निर्वाध रूपमा दुरुपयोग भइरहेको छ तपाईँको हाकिम कहाँ हुनुहुन्छ हाजिम हुनुहुन्थेन आज सुरु भर्खर आइराख्नु भएको छ अनि व्यापक दुरुपयोगलाई हेर्नुहोस् त यसरी चाहिँ यो निकै यो कानुन भन्ने कुरा साँच्चै के तल्लो वर्गलाई मात्र लाग्ने हो र ठुलालाई चैन सानालाई ऐन भने यही हो कि आज बिदाका दिन तपाईँहरू घर बस्नुहोस् भनेको छ क्या उहाँलाई चाहिँ बस्नु सुत्नुहोस् खानुहोस् इन्जोय गर्नुहोस् भनेको छ आज र शनिबार र आइतबार तर यसरी चाहिँ निर्वाध रूपमा यी सरकारी गाडीहरू यसरी दुरुपयोग भइरहेका छन् इन्चार्ज हामीले विशेष गरी आज र हिजो शनिबार र आइतबार न्युज 7 टेलिभिजन र यो गेटाको अस्थायी ट्राफिक पोस्टको संयुक्त आयोजनामा हामीले चाहिँ यो छड्के चेकिङ विशेष गरी सरकारी गाडी चाहिँ नियमन हुनुपर्छ अनुगमन हुनुपर्छ भन्ने हेतुले चाहिँ यो सरकारी गाडी भेटियोलाई के हुन्छ अब उहाँलाई चाहिँ 2 दिन शनिबार र आइतबार चाहिँ सार्वजनिक बिदाको दिन सरकारी गाडी नचलाउने भन्ने परिपत्र भएको छ अब उहाँले चाहिँ चलाउनु पर्नेको खण्डमा चाहिँ संबन्धित कार्यालयको कार्यालय प्रमुखको पास नभए जिल्ला प्रशासनबाट पास लिएर मात्रै चलाउनु पर्ने नियम उहाँलाई मजाले कारबाही गर्नुहुन्छ यो गाडी यतिकै जान पाउँदैन नि होइन एकदम योसँग न यो पालिकाको गाडी हो स्थानीय सरकारको पनि कुनै पास छैन जिल्ला प्रशासनको पनि पास छैन यसलाई चाहिँ पास ल्याइसकेपछि जरिवाना चाहिँ के हुन्छ उहाँलाई चाहिँ जरिवाना चाहिँ हामीले चाहिँ जरिवाना भन्दा नि हामीले चाहिँ जिल्ला ट्राफिक कोर्ट कार्यालयमा गाडी पठाइदिन्छौँ र उहाँ हाम्रो तालुका कार्यालयमा उहाँलाई कानुनी कारबाही जो यो गाडी अहिले चाहिँ होल्ड हुन्छ होल्ड हुन्छ एकदम सर अब तपाईँले आज बिदा बस्नुहोस् भने अब तपाईँले मजाले बस्नु पर्यो हुन्छ ठिक छ सर है ल सरकारी गाडी एउटा यो सुदूरपश्चिम प्रदेशको 844 नम्बर कहाँबाट सर अझै मेरो गाउँमा यो मार्क्स कुन पालिका सर अझै मेरो गाउँमा कहाँ जाँदै हुनुहुन्छ त्यो एयरपोर्ट लिनलाई तपाईँलाई त यो बडा ससुरालीको गाडी चलाएको जस्तो लाग्छ है सरकारी गाडीहरू चाहिँ आज के बार हो आज आज आइतबार हो आज बिदा हो कि के हो बिदा हो अब अनि आफ्नै सम्पत्ति जसरी सरकारी गाडीलाई यसरी दुरुपयोग गरिराख्नु भएको छ अलिक लाज त मान्नुपर्छ तपाईँहरूले चाहिँ आज के भनेको छ थाहा छैन सरकारले चाहिँ तपाईँहरू कामै सुत्नुहोस् मजाले मोज गर्नुहोस् भनेको छ तपाईँ अफिसियली प्रयोजनमा पनि हुनुहुन्न मजाले सरकारी गाडी यो हेर्नु त यो नागरिकले तिरेको कर हो कि सर यो चाहिँ यसो नगरौँ न त्यो दुरुपयोग भइरहेको छ कहाँ जाँदै हुनुहुन्छ अहिले चाहिँ अब एयरपोर्ट लिनलाई कसलाई लिन उहाँको कर्मचारी आइरहेछन् त्यही भएर ल के छ पास ल्याउनु त केही त होला नि पास त छैन ल के हुन्छ उहाँलाई चाहिँ उहाँले चाहिँ अब यो सार्वजनिक बिदाको दिन सरकारी गाडी परियोजनामा रोक लगाएको र चलाउनु पर्ने खण्डमा चाहिँ सम्बन्धित कार्यालयको कार्यालय प्रमुखको हस्ताक्षर सहितको पास बोक्नुपर्ने नभए जिल्ला प्रशासन कार्यालयबाट पास लिएर आउनुपर्ने यस अनुमति नहुँदासम्म यो गाडी मजाले होल्ड हुन्छ होइन त मजाले बस्नु पर्यो सर तपाईँले चाहिँ अब है यो चाहिँ होल्ड हुन्छ अब त्यही त हो नि उहाँलाई चाहिँ होल्ड गरेर कानुनी कारबाही गरेर धन्यवाद धन्यवाद तपाईँ बुङ्गलबाट चाहिँ कहाँबाट बुङ्गलबाट बजाङबाट बजाङबाट आएको कहाँ जाँदै तपाईँ चाहिँ म बजाङ जाँदै कुन कार्यालयको गाडी हो यो बुङ्गल नगरपालिका वार्ड नम्बर 5 कार्यालय हजुर के गरेर आउनु भयो यहाँ चाहिँ म यो बाइक बिदाको दिन हिँड्नु भयो आज हिजो आएको सर होइन हिजो काम गरेर आज बजाङ जानुपर्ने भएको तपाईँलाई चाहिँ के भनेको छ राज्यले यो बिदाका दिन कृपया तिमीहरू घर बस्देऊ सुत्देऊ मजाले आराम गर भनेको छ कि आइतबार र शनिबार तपाईँले मजाले सरकारी गाडीको दुरुपयोग गर्नु भएको छ राज्यको उसको ढुकुटीको यस्तो दोहन भइरहेको छ यहीलाई बचाउनका लागि इन्धनको दोहनबाट बचाउनका लागि राज्यको भार कम गर्नका लागि तपाईँहरूलाई बिदा दिएको छ
तर तपाईँहरू चाहिँ यसरी राज्यको सम्पत्ति दुरुपयोग गरिराख्नु भएको छ त्यसको बारेमा थाहा भएन सर हेलो सर के छ उहाँको चाहिँ भन्नु ठ्याक्कै उहाँले सरकारी यो कार्यालयको पत्र ल्याउनु भएको छ सर उहाँ यो पत्र अनुसार के भन्छ भने मोटरसाइकलको कर चुक्ता र नवीकरणको लागि आउनु भएको रहेछ बिमा नवीकरण शनिबारको दिन भेट्नु भएको छ उहाँ चाहिँ एउटा यो गाडीहरू चाहिँ यो बुङ्गल नगरपालिकाको यो एउटा मोटरसाइकल छ यो 22-15 नम्बरको यो चाहिँ यो आज शनिबारका दिन भेटिया छ यो चाहिँ बाटोमा चाहिँ एउटा गाडी यतापट्टि चलाउनु छ यता हुँदा यो सुदूरपश्चिम प्रदेशको 1605 एउटा गाडी यो सरकारी गाडी आज बिदाका दिन भेटिया छ तपाईँको शुभ नाम के हो देवेन्द्र कठायत कहाँबाट आउनुभयो हामी अहिले महेन्द्रबाट कहाँ जाँदै हुनुहुन्छ माथि चुरे गाउँपालिकामा अफिस आज शनिबार हो त सर हो सर हामी खास चाहिँ चुरे गाउँपालिका कर्मचारी हजुर चाहिँ क्याम्प होइन मेरो बुढी चाहिँ चुरे गाउँपालिका क्याम्पबाट आएको हामी के छ के छ क्याम्प गरेर आएको हामी चाहिँ उता हिजो क्याम्प थियो अनि घर पुगेर आज बिदाको दिन सरकारी गाडीको दुरुपयोग भएको छ म्याडम हो तपाईँ यो कर्मचारी को हो म्याडम तपाईँको शुभ नाम मेरो नाम सत्यकुमारी सिंह त्यो यो सरकारी गाडीको दुरुपयोग भन्नुभयो नि हजुरले म हिजो अफिस उहाँ काममा गइसकेपछि अब मैले जानु पर्यो कि परेन भन्नु त कहाँबाट आउनुभयो तपाईँ चुरे गाउँपालिकाबाट गएर म अफिसका उहाँ गएको बालुवागडा काम चलाउनु गएको इम्प्लान्टको होइन अनि त्यसपछि त्यहाँबाट चाहिँ म हिजो ढिला भएर अनि अहिले फर्किँदैछु म अब म 2 दिन यहाँ कहाँ बस्छु त भन्नु त आज बिदाको दिन खास सरकारी गाडीको दुरुप सुन्नु न राज्यले चाहिँ अब हेर्नु न हाम्रो नाङ्गो आँखाले आम नागरिकको नाङ्गो आँखाले हेर्दै गर्दा यो गाडी आज बाटोमा शनिबारका दिन दुरुपयोग भएको भेटिया छ नि त होइन त यसलाई दुरुपयोग भन्नुहुन्छ या के भन्नु के छ यसमा यो एकछिन हेर्नु सर के छ उहाँ हुनुहुन्छ उहाँ चाहिँ होइन मैले हिजो क्याम्पको आएको पुरै मसँग माइनेटै छ के हिजो त्यो इम्प्लान्टको क्याम्प होइन तपाईँले चाहिँ आज यो सरकारी गाडीको पास चाहिँ चाहिन्छ म्याडम भोलि एउटा यो सुदूरपश्चिम प्रदेश 1772 नम्बरको गाडी कहाँबाट आउनुभयो सर हजुर पुर्चुनी नगरपालिकाबाट यता कताबाट आउनुभयो अहिले नै यताबाट होइन यताबाट माथिबाट आउनुभयो कहाँ जाने अब चाहिँ धनगढी जाने हो सर आज शनिबार हो त शनिबार हो सर तपाईँले यसरी सरकारी गाडी निर्वाध रूपमा चाहिँ रोडमा कुदिरहेछन् के आज र भोलि तपाईँको गाडी होल्ड हुन्छ पर्सि कुनै आधिकारिक पत्र लिएर आउनु होला नियमअनुसार जरिमाना गरेर तपाईँलाई पठाउँछ है हामी सरकारी गाडी कहाँबाट हो सर स्वास्थ्य कार्यालयको हो सर बजार यो सरकारी गाडी यो देखाउँदै त यो सुदूरपश्चिम प्रदेश 1652 नम्बरको आज शनिबारका दिन तपाईँहरूले चाहिँ राज्यले सुत्नुहोस् रमाइलो गर्नुहोस् भनेको छ कि तर के गरिराख्नु भएको छ बाटोमा तपाईँ हजुर के गरिराख्नु भएको छ कहाँ जानु भयो म बझाङ अफिस जाने हो सर कहाँबाट आउनु भएको यो महेन्द्रबाट कहिले जानु भएको म भयो सर ट्याक्कै एक हप्ता तपाईँ एउटा कुरा छातीमा हात राखेर के भनिदिनुहोस् भने चाहिँ आज शनिबारका दिन यसरी गाडी कुद्न दिएको छ कि छैन यति भनिदिनुहोस् नै यो पोइन्ट जानु हुँदाखेरि मात्र हो सर पास होला नि के छ पास त छैन पास छैन यसरी गुडिराख्नु भएको छ हेर्नु त बहुत गाह्रो छ क्या तपाईँहरू सरकारी कर्मचारी राज्यको सम्पत्ति दोहन गरिराख्नु भएको छ नागरिकले सिट अमल पाइराखेको छैन सर के हुन्छ उहाँलाई चाहिँ आज शनिबार भोलि आइतबार आज र भोलि बिदा भयो सर गाडी होल्ड हुन्छ पर्सि नियमअनुसार कारवाही गरेर बिहा गर्छ बोल्नुहुन्छ के गर्नुहुन्छ उहाँलाई होइन आज र भोलि हामी होल्ड गर्नुहुन्छ गाडी होल्ड गर्नुहुन्छ नि आज भोलि होल्ड हुन्छ पर्सि कागज पुर्याएर नियमअनुसार ट्राफिक नियमले भेट्ने जरिमाना गरेर उहाँलाई कारवाही गरेर पठाउँछ हामी तपाईँ जतिकै जिम्मेवार मान्छेले चाहिँ रुल्स चाहिँ फलो गर्नुपर्छ त उनीहरूले पनि परिपक्व हुनुहुन्छ गाडी दुरुपयोग भएको टोटलै सर है सरकारी गाडी आज शनिबारका दिन रोडमा गुडिराखेको छ के को कर्मचारी छ तपाईँ इलाका बसेको छ प्रहरी के अरे परिवार सहित यसरी बोकेर सरकारी गाडीको दुरुपयोग भएको छ हेर्नु त पछाडि हेर्नु त देखाउने दृश्यमा होइन यो हामी सरकारी काम एकैछिन सुन्नु न यो सरकारी काममा हो सरकारी काममा एउटा डकुमेन्ट इलाका प्रशासनबाट हो हजुर अनि पुरै सपरिवार बोक्नु भएको छ त यसो छुट्टीको दिन भयो केटाकेटीहरू पनि त्यहाँसम्म जाने भयो आज छुट्टी केका लागि दिया हो इन्धन खपतको लागि हो अनि के गरेर राख्नु भएको छ नै ठिक यो ठिकै छ मैले त्यस्तो अफिसियल्ली यो दृश्यमा हेरौँ त यसरी सरकारी गाडीको यसरी परिवार सहित यसरी दुरुपयोग भइराखेको छ यसरी चाहिँ हेर्नुहोस् यो दृश्यमा चाहिँ यो निकै निर्लज्ज दृश्य हो सरकारी कर्मचारी जो आफै कानुन गरेर निकायमा आउनुहुन्छ तर सपरिवार यसरी घुमिराख्नु भएको छ यो निकै दादागिरी भयो कर्मचारी यो त भएन सर यसरी चाहिँ पास लिएर घुमिराख्नु भएको पास छ पास त छैन सर यो आइडी छ यसलाई के भन्छ त अनि दुरुपयोग नै हो यो सपरिवार यसरी घुमिराख्नु भएको छ अनि सदुपयोग हो त यो न ठिक छ छोड्दैन होइन होइन म्याडम त्यो दुरुपयोग नै हो यो घर आज यो घर थन्काउने हो कि अनि सरकारले यही यसैका लागि दिया हो त गाडी दिया ल सर उहाँलाई चाहिँ के हुन्छ ठ्याक्कै त्यो भनिदिनुहोस् यो त एकदम दुरुपयोग देखियो फेरि गाडी आज होल्ड गर्छौँ सर
आज र भोलि बिदाको दिन भयो, पर्सि चाहिँ उहाँलाई नियमअनुसार कारवाही गरेर पठाउने हामीले। दुरुपयोग भएको छ नि होइन? दुरुपयोग भएको छ। उहाँले सपरिवार घुम्नु भएको छ, कागजात कुनै पनि प्रक्रिया मिलाउनु भएको छैन होइन? सरकारी कागजहरू आज जिल्ला प्रशासनले दिएको पासहरू ल्याउनु पर्ने पास पनि छैन, सरकारी कामको सिलसिलामा निस्केको कुनै कार्यालय पत्रहरू पनि छैन। गाडी होल्ड गर्छ, पर्सि रिहा हुन्छ, नियमअनुसार कारवाही गर्छ। धन्यवाद। सुदूरपश्चिम प्रदेशको एउटा गाडी छ, यहाँ चाहिँ 0534 नम्बरको गाडी। यो गाडी आज शनिबारका दिन यो खास के हामी बुझ्छौँ उहाँसँग चाहिँ। सर नमस्ते, कुन कार्यालय गाडी सर? चाहिँ केदारसी गाउँपालिका सर। के छ, कहाँबाट आउनु भयो? हिजो बजाङबाट आएको सर। तपाईँहरू को सबैजना चाहिँ? हामी स्टाफै हो। उहाँ चाहिँ रोजगार संयोजक, म चाहिँ आइटी अफिसर। मेरो नाममा चाहिँ उपाध्याय हिजो उपाध्याय आउनु भएको थियो, पास लिएर आएको छौँ हामीले जिल्ला प्रशासनको। के छ पास? के छ पास छ? भोलि सुन्नु उहाँलाई अब पास भएको पठाउनु मिल्ने। ल धन्यवाद सर है। ल भएको रहेछ। ल यसरी चाहिँ नियमको चाहिँ फलो चाहिँ गर्न पर्छ। यो गाडीले चाहिँ मजाले भोलिसम्मको पास ल्याएर यो बाटोमा गुडिरहेको छ। हो यसरी चाहिँ तपाईँहरूको इमर्जेन्सी काम छ भनेपछि यसरी पास ल्याएर जिल्ला प्रशासनको पास ल्याएर चाहिँ तपाईँहरू यसरी गुड्नुहोस्। हाम्रो देशमा कुनै पनि आपत्ति छैन, तर बिना पास यसरी गाडी दुरुपयोग भइरहेका छन्, यसलाई नियमन हुनुपर्छ भन्ने चाहिँ हाम्रो चाहिँ मान्यता हो। ल हुन्छ सर, हुन्छ। ल ल हो तपाईँको 2585 नम्बरको सरकारी गाडी आज शनिबारको दिन। कहाँको कर्मचारी छ तपाईँ? हजुर कर्मचारी मोरल गाउँपालिका। कहाँ आउनु भएको यहाँ चाहिँ? म फिल्ड गएर छु सर अहिले। कहाँ फिल्ड? बिर्खेत। हजुर अहिले कहाँबाट आउनु भयो? म घरबाट आएर सर अहिले। घर कहाँ? कृष्णपुर 1 म बङ्ग। अनि आज शनिबारका दिन चाहिँ गाडी चाहिँ घरमा थन्काएर तपाईँ रेस्ट गर्नुहोस् भने त बालिन सरकार सर भोलि पनि चाहिँ तपाईँको चाहिँ बिदा पऱ्यो सर होइन? भोलि बिहान 6 बजीमा ढलाइछ सर। तपाईँ त्यहाँ जानका लागि प्रमाण कि पास यो त्यो के छ प्रक्रिया? पास सर हाम्रो अफिस छुट्यो सर होइन? लाइसेन्स हेर्नुहोस् होइन? लाइसेन्स त हेर, तर आज सरकारी गाडी यो शनिबारको दिनको यो सिस्टममा हरेक मान्छेले सिस्टममा हिँड्नुपर्छ, सिस्टममा चल्नुपर्छ। आज विशेष गरी इन्धनको बचत गर्नका लागि कुनै पनि बाहनामा सरकारी सवारी साधनहरू बिदाको दिन हिँड्नु पाइँदैन सर। आज हाम्रो शनिबार सरकारी बिदा, भोलि आइतबार बिदा नै हो। उहाँलाई हामी होल्ड गर्छौँ। आइतबार सोमबार चाहिँ उहाँलाई प्रक्रिया पुर्याएर नियमअनुसार कारवाही गरी पठाउँछ। ल तपाईँ के गर्नुहुन्छ त? अब आज तपाईँ चाहिँ तपाईँको एउटा कुरा के भने तपाईँ कानुन गर्ने निकायमा हुनुहुन्छ, तपाईँ सरकारी कर्मचारी हो, तपाईँले गाडी यसरी दुरुपयोग गर्नुभएको छ, यो मजाले दुरुपयोग भएको छ आज शनिबारको दिन होइन? अब सुन्नु न, तपाईँले बारम्बार भनिराख्नु भएको छ म कार्यालयको कामका लागि जाँदैछु भनेर चाहिँ। त्यसको त्यो कार्यालय प्रयोजनका लागि तपाईँ हिँड्दै हुनुहुन्छ भने कुनै न कुनै प्रोसेस त होला नि, केही न केही प्रमाण त होला नि, त्यो केही पनि देखिएन। अब यसले सरासर नागरिकले के बुझ्छन् भन्ने, यो गाडी दुरुपयोग भइरहेको छ, तपाईँ कहाँ पो जाँदै हुनुहुन्छ, तपाईँ के पो गर्न जाँदै हुनुहुन्छ भन्ने कुरा त प्रश्न छ नि त यहाँनिर चाहिँ। कहाँबाट आउनुभयो सर? सर चुरेचारबाट। यो कहाँ जाँदै हुनुहुन्छ? सरकारी गाडी हो, ससुरालीबाट आउनुभयो? नै होइन, फिल्डबाट आएको थियो। हेर्नुहोस् यो चाहिँ गाडी नम्बर यता देखाउँदै गाडी ठिक छ, म देखाउँछु अहिले। यो गाडी हो सुदूरपश्चिम प्रदेशको 1430 नम्बरको गाडी चाहिँ। अनि कहाँ आउनुभयो? आज बिदा होइन र शनिबार हो सर। म फोटो देखाउँछु, म फिल्डबाट होइन, त्यो फोटो होइन, तपाईँले चाहिँ जिल्ला प्रशासनबाट ल्याएको पासवाला होला नि, तपाईँले यसरी सरकारी गाडी त टोटल दुरुपयोग भयो नि तपाईँ त। सर के भन्ने सर, अब फिल्डबाट आएको थियो सर, बरु हाकिम सरलाई फोन गर्दा पनि हुन्छ। कुन कार्यालयमा तपाईँ काम? चुरे गाउँपालिका। चुरे गाउँपालिकामा। तपाईँ कुन पोस्टमा के हो त्यहाँ चाहिँ? म जलस्रोत प्राविधिक हो सर। तपाईँ आफै कानुन गर्ने निकायमा हुनुहुन्छ, तर आज शनिबारको दिन यसरी गाडीको दुरुपयोग गर्नु भएको छ तपाईँले। ठिक छ, तपाईँले जति जे बाहना गरे पनि तपाईँ टोटली यो गाडी आज बिदाका दिन राज्यले चाहिँ सरकारी इन्धनको बचत गर्नका लागि तपाईँलाई ट्र्याकमा ल्याउनका लागि चाहिँ शनिबार र आइतबार बिदा भनिएको छ। त्यसको प्रावधान के हुन्छ? कुन नियममा टेकेर तपाईँले सरकारी गाडी युज गर्नु, यति भनिदिनुहोस् मलाई। अब सर त्यो चाहिँ म के भन्ने सर, हाम्रो चुरेचार चाहिँ एकछिन हामीसँग यतिखेर चाहिँ ड्युटीमा हामी चाहिँ यतिखेर यो गोदावरीमा छौँ। यो एकै निकै व्यस्त सडक, विशेष गरी सरकारी गाडीको जसरी दुरुपयोग भइरहेको छ त्यो बिदाको दिन चाहिँ हामीले जिल्ला ट्राफिक कार्यालय अझै भन्दा यो गोदावरी अस्थायी होइन सर, गोदावरी ट्राफिक अस्थायी प्रहरी पोस्ट गोदावरीको संयुक्त हामी चाहिँ न्युज 7 टेलिभिजन र अस्थायी ट्राफिक पोस्ट गोदावरीको संयुक्त आयोजनामा चाहिँ हामीले विशेष गरी सरकारी गाडीलाई नियमन गर्नुपर्छ, राज्य कोषको दुरुपयोग गर्नु हुँदैन भनेर चाहिँ हामीले स्टिङ अपरेसन चलाउँछौँ। यो गाडी चाहिँ एउटा भेटियो सर, यसलाई के कारबाही हुन्छ? विशेष गरी हामीले सरकारी गाडीहरू यसरी बिना पास जिल्ला प्रशासन कार्यालयको पास हुनु पर्यो, या त हजुरको सम्बन्धित कार्यालयको चाहिँ रमाना पत्रहरू कुनै कार्यालयले खटाइ पठाएको छ भने हजुरसँग कुनै रमाना पत्र अथवा काम विशेषले पठायो होला नि त हजुरलाई, छ भने रमाना पत्र छ भने त्यो पनि गयो होइन। जिल्ला प्रशासनको पास बेगर सरकारी गाडी चाहिँ प्रयोग गर्नु पायो। त्यही पनि तपाईँ चुरे गाउँपालिकाको भने त एरिया बाहिर हुनुहुन्छ, चुरे गाउँपालिका भित्र भने तपाईँको एउटा कुरा भयो होइन, म फिल्डमा थिएँ अर्को थिएँ भन्ने कुराहरू यताबाट यो सोद्धा हुन्छ। ठ्याक्कै भन्नुहोस्। ल ठिक छ, उहाँलाई छोड्ने प्रक्रिया भनेको कि जिल्ला प्रशासनको पास हुनु पर्यो कि उहाँको सम्बन्धित पालिकाको चाहिँ पास हुनु पर्यो भन्नु खोज्नु भयो, विशेष गरी जिल्ला प्रशासनको। अनि उहाँलाई चाहिँ जरिवाना चाहिँ के हुन्छ?
जरिमाना अब अहिले चाहिँ होल्ड हुने हो सरकारी गाडीहरू जरिमाना सम्बन्धमा अब दुरुपयोग गरेको भन्ने अब लापरवाही भन्ने नै काट्ने हामीले लापरवाहीको हकमा छ जरिमाना काटेर छोड्ने भन्ने अहिलेसम्म त्यस्तो चलन छैन उहाँहरूलाई होल्ड गरेर सरकारी अब कागजहरू पुर्याएर जस्तो पासहरू अथवा सम्बन्धित पालिकाले कुनै किसिमको पत्राचार गरेर पत्रहरू पठायो भने त्यसो धन्यवाद